हेलो गाइज, गुड मर्निङ। आज बिहान बिहानै हाम्रो दिदीबहिनीको पर्सो बोक्ने कार्यक्रम भइरहेछ। यस्तै छ महिलाको जिन्दगी, भारी बोक्दै दिन जाला जस्तो छ। यस्तै छ साथीहरू, गाउँले जिन्दगी, भारी बोक्दै लट्ठी टेक्दै हुम्लाके महिलाको जिन्दगी यस्तै छ। के गर्ने पर्सो बोक्नै पर्यो, काम गर्नै पर्यो, काम नगरी खान पाइँदैन। गाउँले जिन्दगी साथीहरू, भारी बोक्नै पर्यो, काम गर्नै पर्यो, खानै पुग्दैन काम नगरे। यस्तै छ गाउँले जिन्दगी, काम गर्नै पर्यो, काम नगरी खान पाइँदैन महिलाको जिन्दगी। ओ बासो, क्या गर्छिन्छ अहिले? हो पस्नु नजाग्ने, हामी हाडा खाली आइक्यौँ र मान्छे छिटो छिटो जाग्छ। के गर्छिन्छ त अहिले? हो तुम्ही आउनी न त जाख, तुम्ही आउ भित्र काम छ। तुम क्या काम छ त आउ भित्र जाख। तुम क्या काम छ गर? हिउँद लाग्या पस्छु बोका, झिङ्गडा काट, ढुङ्गा फाल हाडम्बा, बर्खा लाग्या गोड, झिङ्गडा काट्नै पर्यो, पर्रो बोक्नै पर्यो बिचारी। उता क्या गर्नु हामीले? कार्तिक लागेपछि असोज र कार्तिकको महिनाभरि घाँस काट्दै ठिकै छ। अझ तुम क्या काम छ? महिलाकै काम नै। महिला काम धेरै छ।